हेलो हजुरहरूलाई स्वागत छ मेरो अर्को न्यू भिडियोमा। भिडियो आउन धेरै नै ढिला भयो, अब हुँदैन। अनि मसँग चाहिँ आज पिउको मम्मी, म पकाउँदैछु बिहानीको खानामा रहेको छ भात र तरकारी। अनि तरकारीमा चाहिँ छ सोयाबिन र साग। अब म चाहिँ सोयाबिनलाई रातो गरेर भुटेर निकाल्छु। अनि त्यसपछि फेरि थोरै तेल हाल्छु। तेलमा लसुनको पत्ता पाकिसकेपछि त्यसमा हाल्छु म टमाटर अलि मेल्ट हुने चाहिँ पकाउँछु है। अनि त्यसमा चाहिँ हाल्छु म थोरै बेसार। अनि त्यसपछि हाल्छु नुन। अनि नुन हालिसकेपछि त्यसलाई मेल्ट हुन दिन्छु, एकछिन पकाएर थोरै पानी पनि हालेर। अनि त्यो टमाटर चाहिँ मेल्ट हुन्छ। मेल्ट भइसकेपछि त्यसमा म हाल्छु सोयाबिन अघि भुटेर राखेको। अनि त्यो हालिसकेपछि म हाल्छु चाहिँ हरियो साग। हरियो साग चाहिँ हाम्रो शरीरको स्वास्थ्यको लागि राम्रो हुन्छ। अनि साग हालिसकेपछि म त्यसलाई मजाले पकाउँछु। मेरो साग चाहिँ आज पाकेर रेडी भइसक्यो। अनि भात पनि रेडी भइसक्यो। अब म चाहिँ खाना पस्किन्छु, किनभने मेरो बुढो ड्युटी जानलाई रेडी भइसक्नु भएको छ। मेरो बुढो पनि फ्रेस भएर आउनुभयो। मैले खाना पस्किएँ, त्यसपछि खानु हो। अनि मेरो सानोले पनि खाना खाइन् ड्याडीसँगै। अनि म आफै खान्छु भनेर आफै खाइन्। अनि खाना खाइसकेपछि मेरो बुढो हिँड्नुभयो ड्युटी। अनि यिनी हुन् पिउ। अनि पिउको आज चाहिँ कुक थियो। अनि यहाँ चाहिँ हुनुहुन्छ मेरो मम्मी। अनि मम्मी चाहिँ मुभी हेर्दै हुनुहुन्छ मोबाइलमा। अनि मेरो कुकुरले चाहिँ लुगा धुँदै छिन्, म धुन्छु भनेर रेडी भएको थिएँ। मभन्दा पहिला मेरो नि छोरी रेडी भइसकेकी छिन्, म पनि लुगा धुन्छु रे, अझ हाई रे। अनि हुन्छ, मेरो भिडियो चाहिँ पुरा हेरिदिनु होला, सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला। मेरो भिडियो चाहिँ अब साह्रै नै आइरहन्छ, टाइम लाग्दैन।